कम्ती आगोमा मजाले पाक्न दिएँ र पाकेर यो पाके पछाडि चाहिँ अर्को बोल ल्याउनुको साटो मैले चाहिँ मेरो सिद्राहरू सबै त्यहीँ हाल्दै सिद्रा भटमासहरू हालेर मोले अनि यसलाई पनि एकदमै कुल हुन दिएँ। त्यसो भए पछाडि चाहिँ हाम्रो बट्टामा हाल्दाखेरि चाहिँ भरे त्यो बट्टामा पसिनाहरू नआओस् भनेर मेरो बट्टा चाहिँ प्लास्टिकको छ नि त। हजुरहरूसँग चाहिँ सिसाको छ भने चाहिँ सिसाको बट्टा युज गर्नु होला किनभने इट्स बेटर फर हेल्थ। तर यो चाहिँ यस्तो देखिरहेको छ मेरो सिद्राको अचार है। खाँदाखेरि त ओ माई गड कस्तो मिठो थियो। मैले एउटा सफा बट्टा ल्याएँ अनि त्यो बट्टामा चाहिँ मेरो अचार हालेँ र यो अचार त मैले त पकाउन नसक्दैखेरि मेरो हस्बेन्डले त है कति मिठो लाग्यो भनेर आधी नै खाइदिइसक्नु भयो कि अनि मैले चाहिँ डरले छिटो छिटो बट्टामा हालेँ। थ्याङ्क यू फर वाचिङ।